नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। म सुजाता राई। के छ साथीहरु, सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठीक छु भन्दै नयाँ भिडियो लिएर हजुरहरुको सामने आइसकेको छु। र साथीहरु, आजको भिडियो चाहिँ के विषयमा रहनेछ भनेर हजुरहरुले टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला। अनि अहिले चाहिँ छु म गाईघाटमा। गाईघाट 2-3 दिन अगाडि आएको। गाईघाटमा मेरो त्यस्तो विशेष काम थियो, त्यही भएर अब त्यो काम सघाएर चाहिँ डाइरेक्ट काठमाडौँ जानुपर्ने हुन्छ। अनि आज चाहिँ हो सटरडे अनि आज चाहिँ गाईघाटको साकेला छ नि त। अनि अहिले चाहिँ म माथि तिमाकोमा छु। अब चाहिँ तल छ्यामाकोमा झरेर बहिनीहरूसँग सरसल्लाह गरेर गर्नुपर्ने छ। भिडियोलाई हेर्दै गर्नु होला साथीहरू। अब म चाहिँ तल छ्यामाकोमा हिँडेको, जानु चाहिँ अघि नै जाने भनेर रेडी भएको। फेरि तिमीहरूले अघि नै चाहिँ जानु दिनु भएन। अनि अब समथिङ 10 बज्यो होला। अब चाहिँ म जाँदैछु, धेरै टाढा त छैन, त्यही भएर हिँडेरै जाँदैछु। साथीहरू, म चाहिँ छ्यामाकोमा आइसकेँ। यहाँ चाहिँ पक्कु अहिलेसम्म सुतिरहेको रहेछ। सबैजना प्रायः सुतिरहेको रहेछ। आज शनिबार हो नि त, स्कुल पनि जानु पर्दैन, कोचिङ पनि जानु पर्दैन। खाना त ढिलो खाए पनि भइहाल्यो। आउ पक्कु मेरो भिडियोमा हाई गरिदेऊ तिमी। हाई हाई हाई। हेलो हेलो, तिम्रो नाम पनि भन्देऊ न हौ। मेरो नाम चाहिँ करुषा राई हो। म कक्षा 10 मा पढ्छु। तर हामीले बोलाउने चाहिँ पक्कु हो। बिहान बिहान उठेर मेरो आँखा सुनिरहेको। बिहान बिहान उठेर कि ढिलो उठेर चाहिँ जानु? ढिलो उठेर कस्तो भइरहेको होइन? सधैँ 4-5-6 बजीतिर उठ्थ्यो चाहिँ। आज 8 बजी उठेको। यहाँ त मोटु। हेलो, मेरो नाम चाहिँ के हो तिम्रो नाम? युनिस राई। कतिमा पढ्छौ? 1 मा। एकमा? हेलो। ऊ चाहिँ युनिस राई है, 1 मा पढ्छ अरे। कति बेला उठ्यौ त आज? कति बेला उठ्यौ त? थाहा छैन। थाहा छैन? उता कति बेला उठ्यो होला? बिहान उठेर मसँग सुनाइरहेको। काम नहुने मान्छेहरू यस्तै हो, बिहान बिहानै। साथीहरू, हामी चाहिँ अब साकेला जानको लागि रेडी हुन लागेको। अहिले चाहिँ सन्ध्या 12:30 भइसक्यो। ड्रेसहरू छ यता। अनि अब हामी रेडी भएर भेटौँ है। आउ न आउ। यहाँ सब पक्रियो। अब हामी चाहिँ रेडी हुन्छौँ। 2 जना चाहिँ भाइहरू चाहिँ उता रेडी हुन्छ। रेडी भइसकेपछि देखाउने छु। हामी चाहिँ भाइयो रेडी। समथिङ अब भइसक्यो। कस्तो यो चाहिँ मिलेको छैन। कपडा त राख्छु यता पनि छ त। अब मेरो चाहिँ बस कपाल बाँध्न बाँकी। उसको चाहिँ भइसक्यो। अलिक ठुलो भएन भने म फेरि ल्याउँछु। जाउन ल्याइहाल्नु। टाढो हुन्छ होइन? लगाइदियो त अलिक आएर मिलायो। अलिक पनि केही लगाउनु छ होला। हो त्यसो गरेर यस्तो पार्दै यता राख्नु। कतिमा किन्यो? 100 रुपियाँ। 100 रुपियाँमा आयो? 300-400 भन्छ काठमाडौँतिर त। मिलेन क्या नाना? ढल्क्यो भने केही हुँदैन। केही हुँदैन। यसो हेरेको मन परेको मलाई पैसा छैन। दाइहरूलाई म्यानेज गर्दा अब हामी चाहिँ भइसक्यौँ रेडी। अर्नामेन्ट्सहरू चाहिँ यस्तै उस्तै हो। बस ड्रेस मिल्यो, ठिक छ। यति भयो। अब सबसे सब ठुलो कुरो ड्रेस, सिम्पल ड्रेस मिलाउनु र भरे सिली टिप्न जान्नु र नाच्नु हो। हामीलाई पनि रहर चाहिँ अब सिम्पल ड्रेस र नाच्नु धेरै रहर।
नाच्न अब उता भाइहरू पनि रेडी भइसक्यो म तिनीहरूलाई पनि देखाउँछु एकजना त गइसक्यो है गइसक्यो एकजना अब एकजना बाँकी छ यसलाई पनि म देखाउँछु है त भाइ अब सुज लगाउनु बाँकी होला हो अब चाहिँ हामी रेडी भएर हिँड्यो सबैजना एउटै राम्रो देखिँदैन रहेछ सब यहाँ छ टोलीहरू उस्ता उस्तै लाग्दिन हामीसँग गएर जित्न सक्छ साकेलाकमा ठाडो गरेँ नलाएको थियो कि धाएको तपाईँ सकै थियो त राम्रै देखेको थियो त हो प्रिन्स कता हिँडेको चाहिँ र ए हो है डाँडा जाने सल्लाह भयो अहिले अब साकेलातिरै बेटम यता छ नि ब्युटिफुल राइनीहरू आज कति को नाच्ने हो रेड 2 जना पिङ्क 2 जना भएछ त सबैले हाई भनिदेऊ त हेलो टोपीलाई त अगाडि लाऊ न ढाका टोपी लगाएको भए पनि हुन्थ्यो यहाँ हाम्रो हिरो माइती राजा छुट्नुभएको छ भिडियोमा हाई भनिदिनुहोस् प्लिज जेन्ट्समा चाहिँ ऊ मात्रै छ हाम्रो ग्रुपमा चाहिँ आज सब लेडिज आज हामी तपाईँहरूलाई देखाउँछौँ हाम्रो जलुवा भनौँ भने नाच्न त्यसरी आउँदैन आए जति नाच्ने हो नआएको सिक्ने हो सिक्ने हो साकेला चाहिँ आई थिङ्क स्टार्ट भइसक्यो होला 2:30 भइसक्यो घाम पनि टलक्कै लागेको छ अब हेरौँ आजको साकेला कस्तो हुन्छ भनेर चाहिँ अन्तिमसम्म हेर्नुपर्ने हुन्छ है सबैजनाले है त अलि छिटो आऊ है आउँदैन सिक्ने हो त आउँदैन नि साथीहरू हामी चाहिँ आइपुग्यौँ साकेला फिल्डमा साकेला चाहिँ यता भइरहेछ भर्खर मान्छेहरू भेला हुनु हुँदै रहेछ कोही नाच्नु हुँदैछ अब गएर नाच्नु पर्ने हुन्छ हामी पनि हाम्रो नाच पनि देखाउँछु म राम्रो बनाएको रहेछ नि अहिले त यता त ए होइन यिनीहरू थिएन त नि पहिले अब छुर्तीमै त भित्र घामले केही देखेको रहेनछ देखिनु चाहिँ यहाँ चाहिँ भर्खर स्टार्ट भइरहेछ बहुत गर्मी कतिको देखिरहेछ अनुहारमा नाचेर पसिना भयो अझै यहाँ छुट्टै छ घाम उस्तै डान्स उस्तै सिली उस्तै अब चाहिँ खाजा खान जान भनेको बहिनीहरूलाई चाहिँ म पर्खेर बसिरहेको छु अब आएपछि चाहिँ खाजा खानु जाने हो साथीहरू एकचोटि चाहिँ नाचेर बसिसकेको अर्कोचोटिको चाहिँ म भिडियो बनाउनेवाला छु
आइस लगाएको बरुले साथीहरू साकेला चाहिँ सकिएको छैन तर दाल चाहिँ पर्यो अनि म चाहिँ अब साकेला नाचिसकेर खाँदैछु खुल्थी अँधेरो हुन थाल्यो हेर्नुहोस् यहाँ चाहिँ छ पारुहाङ र सुम्निमाको शालिग अनि यहाँ चाहिँ छ चिन्डो अनि म चाहिँ यहाँबाट अब कुल्फी खाइरहेको छु बहिनीहरूलाई पकाएको अब चाहिँ घर फर्किनु पर्ने हुन्छ साथीहरू हामी चाहिँ साकेला नाचेर पनि भर्खरै आइपुग्यौँ अहिले चाहिँ बेलुकाको सन्चै 7 जति बज्यो अनि रमाइलो भयो गाईघरको साकेला पनि भ्याइयो अनि यहाँ चाहिँ छ्यामाले साँझ बत्ती पनि बालिसक्नु भएछ अनि आजको भिडियो चाहिँ कस्तो लाग्यो त साथीहरू प्रतिक्रिया दिन नभुल्नु होला अनि अन्तिमसम्म मेरो भिडियोलाई हेरेर साथ दिनुभएकोमा धन्यवाद भन्दै आजको भिडियो चाहिँ यही अन्त्य गर्न चाहन्छु हस् त बाई बाई अर्को भिडियोमा भेट्नेछु